गुड मर्निङ गाइस। यो चाहिँ हाम्रो घरको आफ्नै फ्रेस रायोको साग हो। अब चाहिँ गर्मी लाग्न लाग्यो, अब चाहिँ सुक्छ होला, तर आजको दिनसम्म यस्तो राम्रो भएको छ। ल हेर्नुहोस् त गाइस, यो चाहिँ रायोको साग हो है। यो चाहिँ अहिलेको भाइरल साग चाहिँ होइन। अहिले चाहिँ भाइरल साग भनेर खुब तहल्का मचिरहेको छ। यो चाहिँ हाम्रो घरको प्योर रायोको साग हो। तर पनि यसको पात हेर्नुहोस् न गाइस, भाइरल साग भन्दा के कम, त्यो भन्दा नि ठुलो ठुलो छ। कस्तो राम्रो सागरले मलजल पायो भने चाहिँ एकदम राम्रो हुने रहेछ के। हेर्नु न कस्तो राम्रो, यसको पात हेर्नु न यत्रो ठुलो छ कि यो भाइरल साग भन्दा ठुलो छ। टेस्ट पनि मिठो छ। यो चाहिँ हाम्रो आफ्नै साग हो है। यो भाइरल चाहिँ होइन, रायोको साग हो। यो चाहिँ मलाई पालुङबाट मम्मीले ल्याइदिनु भएको थियो, अनि घरको मम्मीले लगाउनु भएको। यस्तो राम्रो छ। ल हेर्नु त, जे पनि मलजल पायो भने चाहिँ एकदम राम्रो हुने रहेछ के। ल हेर्नु कत्रो ठुल्ठुलो छ कि यसको पात, हेर्नु न। यसले त भाइरल सागलाई पनि फेल खाइदिन्छ, टेस्ट पनि मिठो। यो चाहिँ हाम्रो आफ्नै अर्ग्यानिक साग हो है। यसमा मैले केही अरू बिउहरू र मलहरू राखेको छैन। यसमा चाहिँ मैले अस्ति नै फार्ममा गएर लिएर आएको मल राखेको हो। हेर्नु कस्तो राम्रो हुनेछ त्यो मलले त। त्यो चाहिँ फ्रीमै पाइन्छ है गाइस। तपाईँहरूलाई चाहिएको छ भने फर्ममा जानु, फ्रीमा ल्याउनु कि यहाँ आएर अरू मलहरू राख्नु, युरिया मलहरू राख्नुभन्दा आफ्नै मल गएर मल लिएर आएर राख्नुहोस्, राम्रो हुन्छ। यतातिर अलिअलि मकै लगाएको यस्तो भएको छ। मकै पनि हुँदैछ है मेरो, पछि मकै पनि म देखाउँछु। तर अहिलेलाई मेरो साग हेर्नुहोस् कस्तो राम्रो भएको छ।